भाइ सर तपाईँ के भन्न चाहनुहुन्छ मुस्ताङ राइडमा? हिँड्ने भने काम खेल्छ सर। क्यालिबर जाम भएको चाहिँ कुण्ठा हो जो त्यहाँबाट हिमाल देखिसक्यो, हिमालको चुचुरो देखिसक्यो हामीले होइन। त्यो ब्याग कस्तो भयो 4000 अप्पर मुस्ताङको राइडमा हिँडेको छौँ। लेट्स सी अप्पर मुस्ताङ पुगिन्छ कि पुगिँदैन। ल केटाहरू लेटे पुगेर बाइक बनाइरहेको छ यहाँ। बुलेर आउँदैछ, बुलेर आएर बाइक लिन आइसक्यो। चट्टै अहिले नागढुङ्गामा बिहान हामी चाहिँ 5 बजी निस्केको थियो, अहिले चाहिँ 8 बजेको छ। अनि यहाँ चाहिँ एउटा डिपमा चाहिँ प्रब्लम आएको क्यालिबर जाम भएको यसको चाहिँ क्यालिबर जाम भएर चाहिँ यहाँ बनाउँदैछ दाइहरूले। ल केटाहरू लेटे पुगेर बाइक बनाइरहेको छ यहाँ। बुलेर आउँदैछ, बुलेर आएर बाइक लिन आइसक्यो। बुलेर खैरे छ यहाँ हेर्नु छ 300 लिनु पर्दैन। खैरे आइसक्यो, खैरे यसो खुट्टै लङ्गडे रहेछ। फाइनल केटा हो, फाइनली ल त भ्लग सुरु भयो केटा, भ्लग सुरु भयो। लेटे भ्लग राइट टु लेटे। त्यो ब्याग कस्तो भएको 4000 मेरो ब्याग पर्छ। अलराइट एभ्रिबडी, अहिले चाहिँ हामी यता मुगलिनमा छौँ होइन। अनि हामी चाहिँ अप्पर मुस्ताङको राइडमा हिँडेको छौँ। त लेट्स सी अप्पर मुस्ताङ पुगिन्छ कि पुगिँदैन, किनकि सबै चिज मिल्नुपर्ने हुन्छ अप्पर मुस्ताङसम्म पुग्नलाई। बाइकले धोका दिनु भएन। अनि हामी चाहिँ यता सबभन्दा भाइरल पुल त हुँदा होइन, त्यही हो। अनि अघि चाहिँ मैले सुटहरू केही गरिनँ, किनकि बिहान निस्किँदा अँध्यारो थियो। नागढुङ्गा कटेपछि अफरोड थियो होइन। अनि के अरे नागढुङ्गा अरे त्यो 9 बेसी कटेपछि नि अफरोड थियो, खिच्न मन लागेन। यताको बाटो राम्रो छ भने चाहिँ अब चाहिँ भ्लग स्टार्ट गरे हो होइन। मुगलिनबाट त भ्लग स्टार्ट भइरहेको। अब लेट्स सी कतिवटा भ्लग निस्किन्छ यता अप्पर मुस्ताङको। जस्ट भिडियोहरू हेरिदिनु होला लास्टसम्म। आज हामीसँग 5वटा बाइक छ, 2टा ड्युक 200 अनि 250 दुईटा छ अनि एक्सआर एउटा छ। चेकिङ मोगलिनको चेकिङ। पिच त यहाँ चिल्लो छ त। टेम्पो नि गुटो रहेछ अरे यता अहिले। लास्ट डर लाग्छ यार बाइक चलाउँदा यहाँ। फेरि टर्निङमा चाहिँ डर लाग्छ मलाई चाहिँ। केटाहरू सबै प्रो छन् होइन, कुदाइछ अघिदेखि। सो अब नेपालमा चाहिँ यही हो, मुस्ताङ अप्पर मुस्ताङको भ्लग एउटा आउँछ होइन। कालिम्पोङ पनि गराएको थिएँ तर मैले भ्लग बनाएन। यो रुट चाहिँ मेरो लागि फर्स्ट टाइम हुनेवाला छ बाइकमा होइन। पोखरामा बाइक फर्स्ट टाइम लिएर जानु लाग्छ, अनि अप्पर मुस्ताङ फर्स्ट टाइमै हो। अप्पर मुस्ताङ त झन् मुस्ताङ पनि फर्स्ट टाइम हो। सो लेट्स सी, भिडियोहरू सबै हेरिदिनु होला होइन। अरू भन्दा त्यही हो। केटाहरूले टोप कुदाएर यार, आफूलाई कुदाउनै सक्दैन म। यो डर लाग्छ क्या चिप्लिन्छ भनेर। यस्तो छ यहाँ बाटोहरू, बाटो हेर्दै चिप्लो चिप्लो जस्तो।
यो मुस्ताङको भ्लग चाहिँ अलिकति ऱ्यान्डम र हुनेवाला छ होइन, किनकि यस्तो भ्लग बनाउनु मन पनि छैन, जस्ट मेमोरीको लागि बनाएर हो मैले। बाटो त लास्टै खुलिट भएर छ यार यताको, एकछिन पिच आउँछ अनि एकछिनमा खुलिट हुन्छ बाइक रे बाटो, अनि ध्वस्त छ भने एक साललाई मोड छ बरु। हाने फ्लाइ बाई हान्यो। जस्ट अब हामी यति 5 जना, हामी 6 जना छौँ होइन। अगाडि ड्युक 200मा ब्रिटिस छ, अनि ड्युक 250मा सोहन र अभिषेक छ, एक्सआरमा सचिन र सबिन छ। अहिलेसम्म बाइक चलाउनु मजा आइरहेको होइन। अहिले एकछिन बाइकले दुःख दिएको थियो, ब्रेक भएर ब्रेक हार्ड भइदियो अनि एकछिन बनाएँ, त्यही भएर अलिकति ढिला भइरहेको हामीलाई। यस्तो ओभरटेक गर्नै सक्दैन क्या यहाँ फेरि। त्यो अब यो गोप्रोको एङ्गल पनि कस्तो आएर होला है, अलिकति मिलाएर जस्तो लगाइरह। केटाहरू त लास्ट टोप कुटाउँछ यार। यस्तरी बाटो हुन्छ हाइवे रे यार, त्यतिका उफ्रै गर्छ यार बाटोमा त। यो स्पिड ब्रेकर त होइन, जोल्टिन भन्छ होइन, जोल्टिनहरू धेरै छ यता। खैमा डर लाग्यो मलाई, त्यो बिस्तारै जानुपर्ने हुन्छ। सो म जति सक्छु त्यति फुटेजहरू देखाउँछु होइन, किनकि मैले मेमोरी कार्ड पनि स्पेयरहरू एक्स्ट्रा केही बोकेको छैन, ल्यापटप पनि बोकेको छैन। त्यो 128 GB को मेमोरी कार्ड छ, यसमा होल अप्पर मुस्ताङ ट्रिप सुट गर्नुपर्ने हुन्छ मैले। अब यो कुन ठाउँ हो थाहा छैन, अनि यताको बाटो चाहिँ बब्बाल बनाएको छ, चिल्लो रहेछ। अब कतिसम्म चिल्लो रहेछ हेर म त, एकछिन भयो स्टार्ट भएको। यो बाटो चाहिँ बब्बाल बनाएको छ, लास्ट ठुलो पनि छ होइन, 2 लेन 3 लेन होला। केटाहरू गोल्ली कहाँ गयो यार। लास्ट बल बनाएको छ यताको बाटो त। केटाहरू यसमा टोप कुटायो होला अरे केटाहरूले। उतासम्म सही बनाएको छ त यताको बाटो त, सही हो ल, ठिक छ। किन सबै उता गाडी यताबाट आइरह यार। यत्तिकै बाटो जान्छ नेपालमा, यत्तिकै बाटो जान्छ अनि मजा आउँछ। अब कति दिनको लागि यस्तो बाटो हुने हो होइन। नेपालमा सबै ठाउँमा यस्तो बाटो भयो भने चाहिँ ट्राभल गर्न मजा आउँछ क्या।
होइन अब अफरोड जानु थाल्नु अफरोड होस् होइन, तर यस्तो हाइवेमा चाहिँ अफरोड नहोस् भन्ने मात्रै हो क्या। जस्ट मुगलिन कटेपछि चाहिँ बाटो अलिकति राम्रो रहेछ। अब कतिसम्म राम्रो छ चाहिँ यताको मान्छेहरूलाई थाहा होला, मलाई थाहा होइन, किनकि फर्स्ट टाइम यो रुट हिँडिरहेको छु होइन। अब पहिलादेखि नै यस्तो राम्रो हो कि के हो थाहा छैन, तर पिच हेर्दा चाहिँ भर भर पिच बनाएको टाइपको छ है होइन, नत्र पुरानो पिच भए त भड्किसकेको हुन्थ्यो। ल फेरि अफरोड बाटोमा आइसकेँ म होइन। यता दमौलीसम्म चाहिँ पिच रहेछ। पिच भन्नाले फुल अन पिच छ होइन, आधी आधी अफरोड छ होइन, आधी आधी हिलो पनि छ। यो पनि पिच छ, तर नयाँ पिच चाहिँ दमौलीसम्म रहेछ। अब उता चाहिँ के हुन्छ थाहा छैन है। ओइ खतरा ठुलो लामो पुल रहेछ त यता। कुन पुल हो यो? अफरोड सुरु भयो। हामी त्यही पुलबाट जाने हो र होइन होला यार, के हो? कुन चाहिँ पुल हो? ए मादी नदी पुल रे, मादी रिभर, मादी नदी पुल, मादी रिभर पुल रे। खतरा ठुलो रहेछ अरे यो त। ओह यहाँ माथिबाट ड्रोन उडाउनु पाए कति मजा आउँथ्यो। यता नि अर्को पुल बनिरहेको रहेछ त, के शीतल भयो यार। पिङ्की गाडी रहेछ त, पिङ्की। यहाँबाट चाहिँ केटाहरूले पुरै अफरोड छ भन्दैछ होइन। अफरोड भन्दा अरे अन अफ 100 अफरोड। एमा अब फेरि अफरोड सुरु भएको अवस्था। त्यही अब म सिधै पोखरा पुगेर भेट्छु होला है, किनकि यताको बाटोहरू यस्तै यस्तै छ होइन। कति देखाउने एउटै बाटो, आज कहाँसम्म पुगिन्छ थाहा छैन होइन। कुण्ठा हो जस्ट यहाँबाट हिमाल देखिसक्यो, हिमालको चुचुरो देखिसक्यो हामीले होइन। अब पोखरा पुग्नु बाँकी हो। अब त्यस्तै यहाँबाट कति 10-20 मिनट
यहाँबाट 20-25 किलोमिटर भन्दैछ होइन। सो हामी त्यस्तै अब आधी घन्टा म्याक्समा 1 घन्टामा यो अफरोड छ भन्दा थियो केटाहरूले होइन, तर बाटो सबै नयाँ बनाएछ। त्यही हो अब हामी त्यस्तै 30 to 45 मिनट्समा पुग्छौँ पोखरा होइन। अब कति बज्यो थाहा छैन मलाई। त्यो यहाँबाट हिमालहरू देख्छ कि, हिमाल पनि देखाएको छ, पहाड पनि देखाएको छ, तराई पनि देखाएको छु। बब्बल देखिरहेको छ हिमाल यार। त्यहाँ हामीले के अरे स्कुल बच्चा बेला हुँदाखेरि एउटा ड्रइङ गर्छ नि, पहाड अनि त्यसको माथि हिमाल अनि त्यहाँ सन, त्यस्तै खालको यो त। त्यो हरियाली भएको पहाड भयो होइन। अब त्यहाँ सन एउटा कम छ, अब हिमाल पहाड अनि त्यहाँको सन हुन्थ्यो क्या बच्चा बेला बनाउँथ्यो नि हामी स्कुलमा। जस्ट लुक एट द माउन्टेन्स क्या, बब्बल देखाएको छ। फेरि हिमाल हेर्नलाई हो यार यस्तो ट्राभल गर्नुपर्ने है। यहाँ छेउमा खोला छ, यहाँ पहाड छ, यहाँ हिमाल छ, सही हो। हामी चाहिँ पोखराको गेट इन्ट्री गरेर जस्तो लाग्यो होइन। उफ के हो यो? ओइ को लास धेरै मान्छेहरू रहेछ यार। के को बारे हो यस्तो? ल पोखरा पुगेछौँ हामी होइन। अमर सिंह भन्ने ठाउँ अरे। ऐया पोखरा सहर चाहिँ यस्तो हुँदो रहेछ होइन। अब पोखरा कुन ठाउँ हो थाहा भएन, यो यस्तो हुँदो रहेछ। के भन्छ त्यसले? ओइ के भने? के भने? ठिक छ, आइसक्रिममा देखा भन्नु होला होइन। कुन ठाउँ हो यो? पोखरा सफा छ सुनेको थिएँ होइन, तर काठमाडौँ कस्तो होइन पोखरा पनि त्यस्तै देखिरहेको छु मैले। अलिकति घरहरू चाहिँ अलिक सानो सानो टाइपको, सानो भन्नाले यस्तो ठुल्ठुलोवाला छैन होइन, नर्मल। अब चाहिँ हामी खाना खानु रोक्नु लाग्छौँ। अब कता लग्नु लाग्यो केटाहरूले? डुरान रेस्टुरेन्ट एन्ड क्याफे अरे। आइस सर, तपाईँ के भन्न चाहनुहुन्छ मुस्ताङ राइडमा? खेल्ने भने काम खेल्छ सर। यो त हैन फापुरेको डङ्गुर माया भयो, अमिलो अङ्गुर हङकङ पोखरा निरमोही आफ्नो कोछरा। ए हङकङ पोखरा निरमोही
आफ्नो कोचरा विदेशिनु लेखियो कर्मैमा भाला रोपी नबोल मर्मैमा विदेशिनु लेखियो कर्मैमा भाला रोपी नबोल मर्मैमा जिउ त होइन ढुङ्गाको छ पनि औला माया नमारेमा पनि हङकङ पोखरा हेलो सास पेट्रोल पम्प कहाँ हो यता अझ हामी कहाँ जाने अब हामी ल हामी चाहिँ खानासाना खायौँ होइन 1 साढे 1 2 बज्यो 2 साढे 2 भयो See you again, thank you. हामी चाहिँ यता खाना खायौँ होइन आउँछ हामी तातो पानी लेटे के किन्ने भनेर कहाँ बस्नु जाने हामी